धेरैले मनसँगै मत पनि बताउँदै हुनुहुन्छ। त्यसको लागि दाङ 3 बाट जोडसँग घन्टी बजाउनको लागि तयार शान्तिनगर यो रगैचा का सम्पूर्ण जनताहरूप्रति म फेरि एकचोटि नमन गर्न चाहन्छु। कमल सुवेदीको बारेमा तपाईले थाहा पाइसक्नु भएको छ होला। कमल सुवेदीको बारेमा मैले एक वर्ष अघिदेखि अझै धेरै कुराहरू जान्ने मौका पाएँ। योभन्दा अगाडि भन्दा पनि 1 वर्ष अघिदेखि चाहिँ मैले उहाँको बारेमा जान्ने मौका पाएँ। एउटा शिक्षित व्यक्ति, एउटा बौद्धिक व्यक्ति, सामाजिक काम सँगै पढे लेखेको कामबाट पनि केही कुराहरू सुधार गर्दै आइरहेको, समाज सेवाबाट पनि राम्रो काम गर्दै आइरहेको र शिक्षा पनि उत्तिकै राम्रो। अब यो भन्दा राम्रो व्यक्ति अन्त कहाँ खोज्ने? पुरानो त हामीले पटक पटक हेर्यौं नि त, उनीहरूले केही गरे त, केही गर्न सकेन। केही गर्न नसकेपछि अब नयाँले केही गर्छ कि भनेर एकचोटि विश्वास गर्ने कि नगर्ने? गर्ने। तपाई बुवा आमाले पनि छोराछोरीले म एउटा जागिर गर्छु अथवा म एउटा व्यवसाय गर्छु, बुवा मलाई 2 लाख रुपैयाँ हालिदिनुस् त मेरो बिजनेसमा अथवा मेरो व्यापारमा भनेर छोराले भनिरहँदा तपाईहरूले दुःखसँग ल छोरा भनेर दिनुहुन्छ कि दिनुहुन्न?